Okay, so hello everyone. हामी चाहिँ आज all the JavaScript you need for React को एउटा सानो भिडियो बनाउँछु. I'll try to keep it as short as possible. Index.js हामी त्यत्रो धेरै इम्पोर्टेन्ट अनइम्पोर्टेन्ट टपिकमा जाँदैन हैन. जस्ट हुन्छ नि JS यो हाम्रो मेन प्राइमरी गोल. सबभन्दा सुरुमा र इम्पोर्टेन्ट के छ भने म चाहिँ भन्छु एरो फंक्शन्स यो गरिरहन्छौँ. ठीक छ. म यसमा रियाक्टको बारेमा बुझाउँदिनँ, बट जेनरली यो चाहिँ याद गर्नुपर्छ है भनेर बनाउँछु. एरो फंक्शन्स किन पनि लेखिदिन्छु म हैन. किनभने कम्पोनेन्ट्स एक्सपोर्ट गर्न अथवा एनोनिमस फंक्सन बनाउन जेनरली धेरै काम लाग्छ है. एउटा एक्जाम्पल हेरौँ. कस्टमा बनाइन्छ जेनरली हैन. फर एक्जाम्पल एउटा कुनै टास्क छ हैन. त्यो टास्क गर्नलाई हामी एउटा फंक्सन बनाउँथ्यौँ. त्यही फंक्सन हामी यसरी बनाउँछौँ. रादर देन द्याट यसरी हामी बनाउँछौँ. यो फंक्सन भित्र console.log हैन डु समथिङ. ठीक छ. यही फंक्सनको सट्टा यो एरो फंक्सन म सर्ट एन्ड स्विट बनाउँछु हैन. सो यसमा अरु कुनै एक्जाम्पल चाहिएमा जेनरली आफू प्र्याक्टिस गर्नु बेटर हो. ठीक छ. अब नेक्स्ट टपिक भनेको म रेकर्डिङ हुँदैछ कि दिन चेक गर्छु ल. ओके हुँदै रहेछ. अनि नेक्स्ट भनेको चाहिँ वर्किङ विथ टर्नरी अपरेटर्स. यु मस्ट नो वाट अ टर्नरी अपरेटर इज राइट. टर्नरी अपरेटर भनेको बेसिकली इफ तर स्मल टर्नरी अपरेटर्स के हो. स्मल इफ लेखिदिन्छु ल, याद गर्न सजिलो हुन्छ. स्मल इफ हैन. कसरी लेख्छौँ त. हामी कन्डिसन यहाँ हुन्छ ब्र्याकेट भित्र अनि कन्डिसन क्वेसन मार्क गर्ने. ट्रु छ भने यति चल्छ हैन. ट्रु छ भने यति चल्छ अनि इज टु दिन्छौँ हामी. अनि फल्स छ भने यति चल्छ. दिस इज इट. तपाईलाई प्र्याक्टिकली गरिहेरौँ. ठीक छ. यही ठाउँमा एज छ भने 16 हैन. अनि एज लेट्स से ग्रेटर देन 18. क्वेसन मार्क छ भने console.log maybe ready for night out. else को ठाउँमा is to दिने हैन. console.log not ready. That's it. if लेख्नुको साटो sorry, if लेख्नुको साटो हामी यति लेख्छौँ and it will be all good. यो हामी जेनरली कम्पोनेन्टहरु युज गर्छौँ. फर एक्जाम्पल इफ युजर लग इन भन्छौँ. लग्ड इन छ भने एउटा कम्पोनेन्ट रिटर्न गर्छौँ, छैन भने अर्को कम्पोनेन्ट रिटर्न गर्छौँ. द्याट्स हाउ वी डु इट है त. सिम्पल इज द्याट. अब नेक्स्ट भनेको म एकदम फास्ट फरवर्ड जाँदैछु हैन, बिकज कन्टेन्ट चाहिँ जतिसक्दो छोटो र मिठो होस् भनेर मैले त्यो गरेको. अनि अर्को नेक्स्ट भनेको working with objects. Sorry for that disturbance. म audio mute गरिदिन्छु है त. वर्किङ विथ objects हामीलाई मोस्ट प्रोबेबली थाहा छ. ठीक छ. जस्तै फर एक्जाम्पल पर्सन. जेनरली पर्सनको एक्जाम्पल धेरै दिइन्छ हैन. पर्सनको नेम होला एउटा, फर एक्जाम्पल एन्जल होला. अनि त्यसपछि उसको एज होला है. अनि मेबी के हुन्छ कलेज होला है. अब what if you want to create person 1 with the same details, name is college, but name को भ्यालु चाहिँ के राख्ने भने फर एक्जाम्पल राम
नेमको भ्यालु चाहिँ हामी राम राख्न मन छ तर एज र कलेज चाहिँ सेम होस् भन्न मन छ भने वाट विल डु यसरी नेम हैन अनि राम अनि फेरि त्यसपछि एज 20 दिस इज नट द राइट वे हामी के गर्छौँ भने स्प्रेड अपरेटर युज गर्छौँ यो अब्जेक्ट्स र एरेजमा काम गर्छ स्प्रेड भन्छ कि स्प्रेड भन्छ स्प्रेड लेख्दिम न अपरेटर बेसिकली पर्सन 2 भनेको डट 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 पर्सन हैन अनि कमा नेममा मैले राम दिएँ भने यो चाहिँ अब हाम्रो पर्सनको सबै प्रपर्टी छ त्यसमा रामको नेम छ ठीक छ यति हो स्प्रेड अपरेटर खासै गाह्रो छैन पुरानो डाटा लिने त्यसमा एउटा नयाँ डाटा थप्ने अब यही चीजमा हामी एभरेजमा हेर्न सक्छौँ मैले धेरै फास्ट लगाउनुको कारण चाहिँ आई एक्सपेक्ट यु टु वाच इट अगेन हैन फ्युचर रेफरेन्सको लागि सो जतिसक्दो छोटो बनाएको छु मैले एरेज त हामीलाई थाहा छ हैन एउटा एरे बनाउँछु जुनमा मेबी फर एक्जाम्पल नम्बर्स हुन्छ 1 2 3 4 5 6 है अब व्हाट इफ यु वान्ट अर्को एरे जुन चाहिँ 1 देखि 10 सम्म छ हैन फर्स्ट एरे 1 अथवा एरे 2 इज इक्वल टु यो 1 देखि 10 सम्म लेख्नु पर्छ व्हाट क्यान यु डु भने डट 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 एरे कमा 7 हैन 8 9 10 10 मैले आउटपुट नदेखाउनुको कारण भनेको अगेन छिटो गर्नुहुन्छ आफै रन गरेर हेर्नुभयो भने यही आउँछ यो एरे 2 भनेको चाहिँ 1 देखि 10 सम्म आउँछ हामीले प्रिभियस एरेलाई कन्टिन्यू गर्यौं अब्जेक्टको ठाउँमा पनि जस्ट कपी गर्न यो लेखेन भने जस्ट कपी हुन्छ हैन यसपछि अरु पनि र्यान्डम भ्यालु पनि दिनुपर्छ यतिमा हैन नि फेरि फर एक्जाम्पल इज म्यारिड भन्ने डाटा हाल्न मन छ यसमा यसरी फल्स गर्न मन छ भने यु क्यान डु द्याट टु बट लाइक अलरेडी एक्जिस्टिङ प्रपर्टीलाई चेन्ज गर्न मन छ भने हामीले नेम भन्ने भ्यालुलाई चेन्ज गर्छौं एज सिम्पल एज द्याट यो पनि बुझ्यो होला एरेज र यसमा हाम्रो जुन स्प्रेड अपरेटर छ यो काम लाग्छ जेनरली ठीक छ अब हाम्रो एरेजको अलिकति इम्पोर्टेन्ट छ ठीक छ एरेजको फंक्सन एरेजको तीनटा फंक्सन छ एउटा छ डट म्याप भन्ने फंक्सन छ अर्को छ डट फिल्टर अर्को छ डट रिड्युस हामी अहिलेको लागि डट म्यापमा मात्र फोकस गरौँ ठीक छ डट म्यापमा मात्र फोकस गरौँ भने चाहिँ अलिकति बेटर हुन्छ म डट फिल्टरको बारेमा पनि अलिकति चाहिँ भनिदिन्छु ठीक छ जस्तै डट म्यापले चाहिँ के गर्छ भने त्यो एरेको सबै डाटा दिन्छ क्या फर एक्जाम्पल अहिलेको जुन थियो नि हाम्रो यो एरेज लेट्स से यो एरेजको ठाउँमा वाइ डोन्ट वी अब मैले यो डिलिट गर्दा एरेजको ठाउँमा लेट्स से मल्टिपल नेम्स दिनु छ एन्जल दिए राम दिए हरि दिए अनि श्याम दिए ठीक छ अब मलाई इन्डिभिजुअल यो चाहिएको छ फर एक्जाम्पल हामी रियाक्टमा कम्पोनेन्ट्सहरू बनाउँदाखेरि इन्डिभिजुअल डाटा दिनु छ हरेक कम्पोनेन्ट एउटा लुपमा बनाउनु छ हामी के गर्छौँ थाहा छ ARR डट म्याप भन्ने हाम्रो एउटा फंक्सन छ ठीक छ त्यो फंक्सन भने चाहिँ यस्तो दिनु पर्यो अब यो भित्र हामी एउटा एनोनिमस फंक्सन दिन्छौँ अघि सिकेको पनि एरो फंक्सन बनाउनु यसरी एरो फंक्सन बनाउँछौँ अनि त्यसपछि एरो फंक्सनलाई हामी एरो फंक्सन यसरी दिन्छ अब एउटा प्यारामिटर आउँछ हाम्रो एरे भित्र फर एक्जाम्पल यसलाई हामी नेम्स दियौँ अलिकति बुझ्न सजिलो हुन्छ एरे भित्र नेम्स डट म्याप भित्र नेम भनेको अब त हरेक इन्स्ट्यान्समा त्यसको एउटा इन्स्ट्यान्स चाहिँ यसमा आउँछ भनेको फर्स्ट लुपमा एन्जल आउँछ सेकेन्ड लुपमा राम आउँछ सो वी क्यान युज इट ठीक छ यसमा अब हामी के गर्न सक्छौँ भने फर एक्जाम्पल रिटर्न अब यसमा त हामी जीएसएक्स रिटर्न गर्छौँ हैन त्यति बेला चाहिँ एउटा लेट्स से h1 रिटर्न गरिरहेको छु जहाँ चाहिँ नेम छ अब हामी त यसमा डाइरेक्ट नेम लेख्न मिल्दैन नि यहाँ चाहिँ हामीले अब रियाक्टको तरिकाले हेर्दाखेरि यहाँ नेम यसरी हामी
रिटर्न गर्छौँ भनेको यो नेम यहाँ आएर रिटर्न गइरहेछ भने अब हरेक रिटर्नमा यो सबै एउटा इन्डिभिजुअल H1 मा यो चारवटा नाम रिटर्न हुन्छ यसरी इन्डिभिजुअली। अब अर्को फिल्टरले चाहिँ बेसिकली फिल्टर गरिदिन्छ ठिक छ। सिन्ट्याक्स सेम छ नेम्स डट फिल्टर हैन अनि हाम्रो त्यहाँ नेम भन्ने एउटा प्यारामिटर आइहाल्छ अनि सरी नेम भन्ने प्यारामिटर आइहाल्छ अनि रिटर्न के गर्न सक्छु म रिटर्न नेम नट इक्वल टु एन्जल यो गट द पोइन्ट पढेर हेर्नुला नेम एन्जल छैन भने रिटर्न गर्छ बेसिकली यु क्यान फिल्टर नाममा काम छ है रिड्युस हेर्नु पर्दैन एकैतालमा धेरै चिज सिक्यो भने टाउको दुख्छ। अब यसपछि यो भनेको स्पिड राउन्ड थियो यसपछिको नेक्स्ट कन्सेप्ट हुन्छ हाम्रो एसिन्क्रोनस जावास्क्रिप्ट यो चाहिँ हाम्रो नेक्स्ट भिडियोको टपिक हुन्छ है यो सिक्नुपर्छ एसिन्क्रोनस के हो कसरी काम गर्छ अहिलेको लागि चाहिँ रियाक्टको लागि चाहिने यति चाहिँ मोस्ट एसेन्सियल हुन् ठिक छ यति चाहिँ याद गर्ने त्यसपछि नेक्स्ट भिडियोको हामी एसिन्क्रोनस JS त हेर्छौँ नै।